मेरो हुनेवाला पोइ टिमलाइटरमा चटपटे बेचेर भए पनि पालिदिन्छु क्या। त्यसले भन्छन् के मतलब युट्युबमा पनि एक्टिभ हो भनेर म चाहिँ सन्जना दिदीको ठुलो फ्यान हो क्या। के गर्नु गर्नु छ पट्टु लगाएर बस्ने दिनभरि 11:30 बजे कि 12 बजे सुते के गर्नु सुतेरै बित्छ क्या मेरो दिन सुतेरै बित्छ दिनभरि। तपाईँहरूलाई इन्ग्रिडियन्ट्स देखाउँछु मेरो। यो चाहिँ गुरुजी मेरो राक्षस खानदान चाहिँ यो बिहान उठ्ने स्कुल जाने आउने खाने एकछिन होमवर्क लेख्ने अनि सुत्ने। मलाई सानो छ भनेर मोनिटाइजेसनको अप्सनै दिएको छैन के। मेरो मम्मी चाहिँ अलि लजाउनुहुन्छ क्या यसरी क्यामेरामा आउन। हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल एन्ड इट्स मी प्रियङ्का राजवंशी र आजको न्यू डे र न्यू भ्लगमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ म भात खाँदै भ्लग स्टार्ट गर्दैछु किनकि धेरै दिन भइसकेको थियो कि भ्लग नहालेको। त्यो टिकापुर गएको त्यही भ्लग हालेको थिएँ अनि आज चाहिँ अलि हालिदिउँ भनेर। आजको दिनचर्या कस्तो बित्छ के गर्नु सुतेरै बित्छ क्या मेरो दिन सुतेरै बित्छ दिनभरि। रातभरि टिकटक बनाउने दिनभरि सुत्ने त्यही हो। यता चाहिँ मम्मी भात खाँदै हुनुहुन्छ। वाह मेरो मम्मी चाहिँ अलि लजाउनुहुन्छ क्या यसरी क्यामेरामा आउन। अनि म चाहिँ भात खाँदै गाइज ह्याप्पी गिजबाङ भिडियो। अन्त आज चाहिँ म के गर्छु भनेर लास्टसम्म हेरिदिनु होला र भिडियो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सनु होला है त। अनि धेरैले भन्छन् के मतलब युट्युबमा पनि एक्टिभ हो भनेर के हो यस्तै नत्र युट्युब आइडी फ्रिज हुन्छ एकाउन्ट फ्रिज हुन्छ के भन्छन्। तर के गर्नु अब कभर गर्न सक्दैन के। अब टिकटकमा हाल्नु पर्यो रेगुलर होइन अनि यो त्यो फेसबुकमा हाल्नु पर्यो। धेरैले भन्छन् कि मतलब टिकटकमा त्यति छैन केही पनि छैन त्यहाँ फेसबुक हो। तर के गर्नु मेटाले मलाई सानो छ भनेर मेटाले मलाई सानो छ भनेर मोनिटाइजेसनको अप्सनै दिएको छैन के। कहिले देला म त एकदम आँटिरहेको छु कि कहिले दिन्छ भनेर। टिकटकको त कुरै नगरौँ त्यो त 2-3 वर्ष अगाडि नै सानो छु भनेर सस्पेन्ड गरिदियो आइडी। के गर्नु त्यही भएर अर्को आइडी खोलेको त मान्छे झलेर फ्यालाक्तै हुन्छन्। केही छैन युट्युबमा पनि अलि सपोर्ट गरिदिनु पऱ्यो सबैजनाले है। अनि फेसबुक र टिकटकमा पनि गरिदिनु पऱ्यो। टिकटक आइडी चाहिँ प्रियङ्का राजवंशी 2 छ अनि फेसबुक आइडी चाहिँ पिरङ थारू छ। म त्यहाँ हालिदिन्छु नि है। म भात खाँदै गर्छु किनकि भात खाने बेला बोल्दैन भन्छन् तर म बोलिरहेको छु किनकि आजकल बोल्ने बानी परेछ मेरो। तर आजकल के लाग्छ मलाई कि पहिलाभन्दा मेरो पहाडी अलि बेटर भइरहेछ त्यस्तै लाग्छ कि। पहिला चाहिँ अर्कै गरी बोल्थेँ कि म तर आजकल चाहिँ आफ्नो पहाडी सुन्दाखेरि नै अर्कै लाग्छ कि मलाई। सपोर्ट गरिदिनु होला त्यही भन्न आएको म। अनि आजको दिन के कस्तो हुन्छ भनेर हेरिदिनु होला ल। म चाहिँ होइन त्यो के भन्छन् रे मेरो चाहिँ अहिले पढाइ चल्दैछ कि त्यही भएर चाहिँ अनि 12को त बोर्ड हो त्यही भएर अलिक कभर गर्न गाह्रो पर्छ युट्युब। तर म 12 सकेपछि त्यहाँबाट सुरु गर्छु फेरि मतलब रेगुलर ल्याउन भ्लग। अब त्यस्तो केही खासै त गर्दिनँ म। त्यही हो बिहान उठ्ने स्कुल जाने आउने खाने एकछिन होमवर्क लेख्ने अनि सुत्ने त्यही काम हो मेरो दिनभरिको। अनि अब त्यही मात्रै के देखाइराख्नु होइन। अनि कुनै स्पेसल दिनको मात्रै मैले भ्लग हाल्छु के बनाएर। अनि के गर्नु आइफोन भएर पनि आइफोनको केही काम छैन। स्टोरेज यति फुल हुन्छ हेर्नु सबै डिलिट गर्नुपर्छ कि मैले। ओ गड अब कहिले सकिन्छ अलि राम्रो मतलब अलि धेरै जिबीको मोबाइल किन्न भ्लगको लागि। तर सङ्घर्ष जारी गर्छु एक दिन त सक्सेस भइ नै हाल्छु नि म किनकि प्रियङ्का हो मेरो नाम। म कहिले हार मान्दिनँ के। भले पढाइ लेखाइमा हार मानिहालौँ तर यस्तो काममा म हारै मान्दिनँ किनकि मेरो सेड्युलमै छैन कि म हार मानिहालौँ। म गिभअप गर्ने टाइपको त्यति त छैन। लेकिन त्यो 7 दिनको जुन च्यालेन्ज थियो मेरो त्यो चाहिँ कम्प्लिट गरेँ। त्यसपछि चाहिँ मैले हालेन गिभअप गरिदिएँ किनकि बहुत गाह्रो हुन्थ्यो कि। अनि अलिअलि स्याड हुन थालेँ म बिचबिचमा। अनि इक्जाम चल्न थाल्यो कि मेरो माइन्ड नगर्नु होला मेरो
बच्चैदेखि अलिक अट्किने बानी छ, त्यही भएर हरेक भ्लगमा देखिरहनु भएको होला कि अलिअलि मेरो टोन मतलब अर्कै अनि अट्किने। माइन्ड नगर्नु होला, हेरिदिनु होला, सपोर्ट गरिदिनु होला। र सकेसम्म कहिले कसो हाल्ने गर्छु, बिचबिचमा एक्टिभ त हुनै पर्यो अलिअलि, नत्र त यस्तो चालामालाले त अगाडि बढ्न सकिन्न होइन। सब्सक्राइब चाहिँ नभुलिकन गरिदिनु होला नि, फेरि म त रिसाउँछु। हजुरहरूको सपोर्ट पछिसम्म पनि यस्तै नै पाइराखौँ भन्ने आशा छ है। सपोर्ट चाहिँ गरिदिनु होला, किनकि हजुरहरूको सपोर्ट बिना म केही होइन। आजकल त्यो मेरो दाइ कालुको पनि कहाँबाट भूत चढ्यो हो कि दिनकै भएर गएको छ त्यसले। माई गड, दिनकै न्यू कन्टेन्ट त्यसले भन्छ मलाई यस्तो धेरै लामो नबना, अलिक 9-10 मिनटको बनाएर हाल्दे। अब त्यही त टाइम हुन्न नि, के गर्ने के नगर्ने, अब त्यति के देखाउने होइन, त्यति के देखाउने। अब उसको पो पढाइ सकेर ऊ खाली छ र बनाउँछ, मेरो त पढ्न जानुपर्छ, के हो। अब छुट्टीको टाइममा बनाउने गर्छु थोरै जे मतलब जे कन्टेन्ट आउँछ त्यही। अब कन्टेन्ट सोच्नु पर्दैन, जे मन लाग्यो त्यही गरिदियो, देखाइदियो होइन। गाइज यो मेरो रुम हो, यसरी गरेर देखाइदियो। अब के गर्नु, हामी चाहिँ जयनगर भाडामा बस्छौँ। हजुरहरूले धेरैले सोध्नुहुन्छ म कहाँको भनेर। म चाहिँ 12 बर्दियावटा नम्बर 6 जयनगर बर्दियाको हो। म चाहिँ यहाँ हाम्रो भगवान् के बोलिरहेको छु म। हामी चाहिँ दोकान गर्छौँ, हाम्रो एउटा होटल छ, अनि यहाँ पढाइको सिलसिलामा आएको। अनि हामी चाहिँ दोकान गर्छौँ के। अनि के भन्छन् रे, मेरो आफ्नै घर चाहिँ गाउँमा हो, त्यहाँ बकलभार वडा नम्बर 8। धेरैलाई थाहा होला म कहाँको भनेर, थाहा नहुनेलाई अहिले थाहा भइसक्यो होला। र भिडियो अन्तिमसम्म हेरिदिनु होला। अन्तिमसम्म मैले कतिचोटि भनिसक्यो फो। अनि मेरो मोबाइलमा चार्ज पनि छैन, म एकछिन चार्ज लगाउँछु र आजको दिन के कस्तो हुन्छ भनेर हजुरहरूलाई देखाउँछु है त। गाइजहरू, मैले भनेकै थिएँ मेरो दिन सुतेरै बित्छ भनेर। सो म चाहिँ 11:30 बजे कि 12 बजे सुतेको, अहिले बल्ल 4:30 बजे उठ्दैछु। गाइज हेर्न सक्नुहुन्छ यही घडीमा कति बजे छ भनेर होइन। के गर्नु, मेरो दिन यस्तै हो, सुतेरै बित्छ। भ्लग कम्प्लिट गर्छु भनेको त खोइ कस्तो भयो, तर अब गर्छु। अहिले केही न केही चाहिँ गर्छु म, पटाङ हरकत, अनि यो भ्लग कम्प्लिट गर्छु। के गरौँ त्यसै भइरहेछ। यहाँ दिमाग खराब, सुत्दिएँ के म दिनभरि, सुत्दिएँ। निद्रा पनि मलाई कस्तो के राति लाग्दैन, मलाई बिहान दिउँसो निद्रा लाग्ने हो, राति चाहिँ लाग्दैन, फिटिक्कै लाग्दैन। रातिमा 12-1-2 बजेसम्म जागिदिन्छु, अनि दिउँसोको 9 बजेसम्म सुत्दिन्छु। म यस्तो ट्यालेन्टेड पर्सन हो मैले। छुट्टीको बेला चाहिँ सुत्छु है, स्कुलको बेला कलेजको बेला चाहिँ म सुत्दिनँ त्यति। 8 बजे 7 बजे उठिहाल्छु। तर यार भ्लग कम्प्लिट गर्छु भनेको यस्तै हो गाइज, यस्तै हो। काम न काजको दुश्मन नाचको भन्छन्, केही काम हुँदैन। छुट्टीको बेला अलिअलि होमवर्क लेखेँ अनि सुतिहालेँ, त्यसपछि त बल्ल उठ्दैछु। अझै निद्रा पुगेको छैन, तर के न के अहिले उटपटाङ हरकत गर्छु म अहिले। गाइज मेरो उटपटाङ हरकत देखाऊँ तपाईँहरूलाई। कति टेस्टी है। अब चटपटे बनाएर खाऊँ भनेको क्रेभिङ्स त मलाई हिजो अस्तिबाट नै भएको थियो, चटपटे खाऊँ भनेर। तर के गर्नु, भात खाइहालिन्थ्यो, पेट भरिहाल्थ्यो। अनि पेट भर्रीमा चाहिँ मिठो लाग्दैन कि त्यति चटपटे, अनि खानै सक्दिनँ म। अनि अहिले चाहिँ मैले यो गिलो बनाएको छु, थोरै चाहिँ गिलो बनाउँछु, किनकि धेरै त्यति मन पर्दैन मलाई गिलो चटपटे। त्यही पनि खान मन लाग्यो कि मलाई गिलो। अनि थोरै भुक्का बनाउँछु, थोरै गिलो। अब हेर्नु है, अब यसरी त हाल्दाखेरि त हुन्छ। तपाईँहरूलाई इन्ग्रिडियन्ट्स देखाउँछु मेरो। यो चाहिँ काँक्रा, अनि यो चाहिँ हरियो खुर्सानी, पुगेन भने अझै हाल्छु, प्याज, अनि यो चाहिँ जिरा र त्यो के भन्छन् रे, लाही, अरे के भन्छन्, बिर्सिहाल्छु के, लाहीलाई के भन्छन् रे पहाडीमा, तोरीको पेस्ट, यो धुलो, जिरा र तोरीको। धनियाँ थिएन, धनियाँ हालेन मैले। अनि यो चाहिँ नुन र खुर्सानी, अनि यो चाहिँ निम्बु, चाउचाउ। मलाई चाहिँ यो चाउचाउको मनपर्छ क्या, चटपटे धेरै मान्छेले भन्छ वाबा चाहिँ चाउचाउको मिठो लाग्छ, तर मलाई त्यसको मिठो लाग्दैन, किनकि कालिज इज द बेस्ट चाउचाउ फर द चटपटे होइन। अनि यो चाहिँ शुभलक्ष्मी, अनि यो चाहिँ के भन्छ कुसुम,
चाहिँ भुजा गाइस ढिलो चटपटे कति यम्मी देखिरहेछ के उता चाहिँ भाइको लागि राखिदिएको छ अरे अनि यता मेरो लागि यो भुक्का यो गिलो पनि मस्तको छ थोरै राखिदिउँ के याद लाग्छ होइन खाएर गुरुजी हमारा अच्छे खानदान से हैं और होटल खोलिहालौँ क्या होटल त छ हाम्रो त्यही पनि चटपटेको चाउमिनको अरू के भेराइटी जम्नु चिजमा सबै चिज पुगेपछि मिठो हुँदो रहेछ त्यही भएर यति ढिलो चटपटे खान्छन् मान्छेहरू अब यो भुक्काको पालो है के गर्नु गर्मी छ पट्टु लगाएर बस्ने दिनभरि कति धेरै दिन सबै पुरा भनेर मेरो हुनेवाला पोइ तिमीलाई त म चटपटे बेचेर भए पनि पालिदिन्छु क्या यत्तिको ट्यालेन्ट छ ममा बुझ्यौ त्यसै हाउड्यौ नभन पालिदिन्छु तिमीलाई म त्यसै पनि थारूको छोरी हो होइन म चाहिँ सन्जना दिदीको ठुलो फ्यान हो क्या कहिले भेट होला उहाँसित राइस पिरो छ पिरो राइस जस्तो खारा नि भ्याइयो अब खाएपछि भाँडा माझ्नै पर्यो खुचरा मैले फेरि बादमा वाइ चाउचाउ हाल्दै थिएँ क्या पिरो छ भिडियो यस्तै त्यस्तै भयो गाइज धेरै केही देखाउन पाएन कोठामै थिएँ बिहानबाट कोठामै छु बाहिर कहीँ जान पाएन म होइन कोठाबाटै म अन्त गर्न चाहन्छु अब भिडियो कहीँ त्यस्तो जान पाएन दिनभरि सुत्दिएँ क्या म अनि सुतेर उठेर यो खाइदिएँ अब राति खोइ भात खान्छु खान थाहा छैन मलाई यतिले पुग्यो मलाई पेटम्म छ मेरो मोटाउने राज यही हो कि जङ्क फुड खानै बस्ने अनि बिरामी परेर अस्पताल लगाउने औषधि त कहिल्यै छुट्दैन मेरो दिनकै खानुपर्छ मलाई अनि यस्तो पनि तर यस्तो म दिनकै चाहिँ खाँदिनँ है कहिले कसो मात्रै खान्छु त्यति धेरै साह्रो चटपटे लभर होइन म चाउमिन लभर चाहिँ हो है चाउमिन जति दिनै खाइदिन्छु म तिनकै दिनै खाइदिन्छु तर के गर्ने चाउमिनले धेरै असर पार्छ किनकि चटपटे त अलि हेल्दीमा जनाउँछ नि किनकि यसमा खुर्सानी प्याज अनि भिटामिन सी त्यो निम्बु हुन्छ अमिलो त्यो जङ्क फुड भनेको दालमोट र चाउचाउ मात्रै हो अनि भुजा पनि के को जङ्क फुड त्यो पनि त चामलले बनेको नि अब गाइज त्यति भन्दै म बिदा हुन चाहन्छु भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद र लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर चाहिँ जान नबिर्सनु होला अनि मेरो जति पनि भ्युअर्स हुनुहुन्छ सायद मलाई लाग्छ कि टिकटकबाटै आउनु भयो होला किनकि त्यसरी पहिला चाहिँ थिएँ है पहिला चाहिँ कति 170-80 जना चाहिँ त्यसै मैले युट्युबबाटै बढाएको अनि पछि जब मेरो टिकटकमा भिडियो भाइरल हुँदै गयो अनि त्यहाँबाट चाहिँ सायद टिकटकबाटै आउनुभएको होला भन्ने आशा जब मेरो मनमा छ गाइस बहुत खायो बाई बाई